हौ साथीहरु नमस्कार। तपाईहरुले भिडियोमा देखिराख्नु भएको यो भ्यू यो हामीले बाख्रा पालन गरेपछि यतिको जग्गामा अब हाम्रो त धेरै जग्गामा गरेको छौं किनकि धेरै बाख्रा छ। त्यही भएर तपाईहरुले घाँस खेती गर्न जरुरी हुन्छ। यहाँ हेरिराख्नु भयो होला यो हामीले नेपियर लगाएको छौं। नेपियरको घाँस खेती गरेको छौं यहाँ। अनि यो जोइन्ट भेज पनि घाँस हामीले लगाएको छौं। अनि यो धेरै जग्गामा हामीले यो घाँस खेती गरेको छौं बाख्राको लागि। डाले घाँस पनि हामीले यो भटमासे लगाएको छौं। तपाईहरुले अरु पनि यता चारैतिर हेर्न सक्नुहुन्छ। सबैतिर नेपियर जोइन्ट भेज यो सबै यो भटमासेको खेती हो। यो भटमासे उता किम्बु खत्रेटो सबै हामीले यो बाख्राको लागि लगाएको छौं। यसरी घाँस खेती एकदमै जरुरी हुन्छ कि बाख्राको लागि। हजुरहरुले पनि बाख्रा पालन गर्दै हुनुहुन्छ भने यसरी घाँस खेती गर्न अति आवश्यक हुन्छ किनकि बाख्रा वस्तुलाई हरियो घाँसबाट धेरै पौष्टिक तत्वहरू पाउने गर्दछ। हेर्नु भटमासे नेपियरको खेती गरेको छौं। रेड नेपियरको पनि हामीले खेती गरेको छौं। तपाईहरुले हाम्रो फार्मबाट पाठापाठी चाहिएको छ भने सम्पर्क गर्नु होला यो माथि देखाएको नम्बरमा। हामी यहाँ सिरोही अजमेरी गुजरी कोटा र बारबेरी जातका पाठापाठीहरू सुपथ मूल्यमा बेच्ने गरिरहेछौं। अहिलेसम्म हाम्रो प्रोडक्सन एकदमै राम्रो छ। क्वालिटीमा कुनै कम्प्रोमाइज छैन। जहाँ पनि मान्छेले लगेछ तराई पहाड सबैतिर राम्रै रिजल्ट आएको छ। यो जोइन्ट भेज पनि धेरै लगाएको छौं हामी। यो पनि धेरै पोसिलो घाँस हो। हेर्नु उता रेड नेपियर लगाएको छ त्यहाँ हेर्दै हुनुहुन्छ होला। त्यहाँ रेड नेपियर छ हाम्रो। रेड नेपियर छ। यसका पनि टन्नै भन्ने पिली फुल पनि छ। हेर्न सक्नुहुन्छ यहाँ रेड नेपियर पनि टन्नै लगाएको छ हामीले। रेड नेपियर पनि लगाएको छ। यो CO4 नेपियर पनि लगाएको छ हामीले। यहाँ हाम्रो बाख्राहरूको लागि अब हामी चरनमा छोड्छौं बिहान दिउँसोतिर। अनि यता हामीले यो बिहानको लागि यो घाँसको तयारी गरेको छौं। बिहानको टाइममा बाख्रा वस्तुलाई खुवाउनलाई घाँसमा लाग्ने अब धमाधम। अनि सर यो कुन घाँस लगाउनु भएको छ यता? यो सुडान हो। सुडान पनि लगाउनु भएको छ यहाँ। सुडान हो। 15 फिट भयो। 15 फिटको छ। 15 फिट भइसकेछ। 15 फिट भयो। तेस्रो कटिङ हो यो। हाम्रो सरसँग यहाँ अब तपाईहरुले केही कुरा जानकारी पाउनुहुन्छ। ल सर यो के भइरहेछ सर यहाँ त घाँस कटाइ? हामी त अब बाख्रा पालन गर्दै छौं। हजुर यो बाख्राहरुको चारोको अहिले व्यवस्था गर्दै छौं। अहिले जुन यो घाँस कटेर गइरहेछ भोलि बिहानको लागि हो यो घाँस। किनभने हरियो दियो भने के हुन्छ भने अलि डायरिया हुने चान्सेस बढी हुन्छ। त्यही भएर ओलियाएर दिनु पर्यो बाख्रालाई घाँस। यो घाँस अब भोलि बिहानको लागि हो। अनि फेरि के छ बिहान मतलब अब यो फेरि भोलि पर्सीको लागि हुन्छ।
त्यस्तै खुवाइरहेको छु घाँस। अनि दिउँसो के गर्नुहुन्छ सर? दिउँसो त चरनमा हुन्छ, चरनमाबाट आएपछि पाठापाठीलाई यो डाले घाँस दिने अनि बाख्राहरूलाई दाना दिने हो अनि थुनिदिने हो हामी दिउँसो अहिले। दिउँसोको टाइममा चरनमा छोड्नुहुन्छ, कति घन्टा छोड्नुहुन्छ सर? लगभग 3.5 घन्टा। ए 3.5 घन्टा हामी छोड्छौँ। अनि तपाईँहरूले अहिले कुन कुन घाँस लगाउनु भएको छ सर? अहिले मसँग सुडान छ, पियोसेन्टी, अनि त्यसपछि यो नेपियर भयो होइन, अनि घन्सी छ, यो तपाईँको त्यो भटमासहरू छ, मेन्दलाहरू छ, यो घाँसहरू टन्नै छन् हामीसँग अहिले। अनि तपाईँहरूले पाठापाठी कसरी के बेच्नुहुन्छ सर? कुन कुन जातको छ तपाईँहरूसँग? हामीसँग अहिले लगभग 6 जातका छन्। सिरोही, अजमेरी, कोटा, तोतापुरी, त्यसपछि बारबरी, खरी जमुनापारीका क्रसहरू पनि छन् हामीसँग अहिले। अनि कहाँ कहाँको मान्छे लानुहुन्छ सर यहाँबाट किनेर? हामीसँग धेरै टाढा टाढा पनि जान्छ। यहाँ पूर्वमा इलाम, त्यसपछि तपाईँको धनकुटा, तेह्रथुम, भोजपुर, उदयपुर, कटारी, त्यसपछि काभ्रे, धादिङ, जो होस् पहाडमा पनि फस्टाउँदो रहेछ यो। पहाडमा पनि फस्टाइरहेछ। ए राम्रै छ त्यो रिजल्ट? राम्रो रिजल्ट छ, पहाडमा पनि मजाले फस्टाइरहेछ बाख्राहरू। ए भनेपछि अब तपाईँहरूले साथीहरू तपाईँहरू पनि यहाँ हाम्रो फार्मको के नाम हो सर? कुन ठाउँमा हो यो? हाम्रो फार्मको नाम हो युनिक लाइभ स्टक इन्टरप्राइजेस प्राली। हजुर, यो हामी मोरङ जिल्लामा छौँ। यो एरिया धनपाल थान भन्छ यसलाई। विराटनगरदेखि हामी 17 किलोमिटर पूर्वमा र रङ्गेलीदेखि 4 किलोमिटर पश्चिममा छौँ हामी। यो बेतौना भन्ने ठाउँमा छ होइन? बेतौनामा छौँ हामी मोरङ जिल्लामा। ल साथीहरू तपाईँहरूले पनि यहाँको अब राम्रो क्वालिटीको सिरोही, अजमेरी, कोटा, गुजरी जातका पाठापाठी चाहिएको छ भने हामीलाई माथि देखाइएको स्क्रिनमा देखाइएको नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। अनि यहाँ घाँस खेती पनि हामीले यसरी लगाएर बाख्रा पालिरहेछौँ। तपाईँहरूलाई सल्लाह सुझाव पनि चाहिएको छ भने केही परामर्शहरू हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ यही नम्बरमा। अब यति अरू तपाईँहरूलाई थप जानकारी चाहिएको छ भने हामीलाई सम्झिनु होला। यहाँ हामी बाख्रा पालन धेरै वर्षदेखि गरिरहेछौँ। कसरी पाल्ने अनि कुन कुन घाँस खेती गर्ने, कसरी घाँस खेती गर्ने सबै तपाईँहरूलाई हामी जानकारी दिनेछौँ। धन्यवाद तपाईँहरूलाई।